हेलो नमस्कार, म दिपेन्द्र। आज म तपाईहरुलाई शेयर मार्केट सम्बन्धी केही ज्ञान गुणका कुरा लिएर आएको छु। सबैभन्दा पहिला त शेयर मार्केट भनेको के हो? शेयर मार्केट भनेको कम्पनीका शेयर किनबेच हुने बजार हो, जहाँ मानिसहरूले कम्पनीको शेयर किन्दा कम्पनीको सानो हिस्साको मालिक बन्छन्। अझै यसलाई सरल भाषामा बुझ्दाखेरि कम्पनीले पुँजी जुटाउन शेयर निकाल्छन्, लगानीकर्ताले ती शेयर किन्छन्। शेयरको मूल्य बढे नाफा हुन्छ र घटे घाटा हुन्छ। शेयर मार्केटका मुख्य उद्देश्य के हुन् त? पहिलो उद्देश्य भनेको कम्पनीका लागि पुँजी जुटाउने। प्राथमिक बजारमा आइपिओ एफपिओ निकालेर कम्पनीहरूले पुँजी सङ्कलन गर्छन्। यो एउटा लगानीकर्तालाई नाफा कमाउने अवसर पनि हो र ओभरअल यी कुराहरूले यसरी सङ्कलन गरेको पैसाले कम्पनीहरूले लगानी गर्छन्, उद्योग धन्दा खोल्छन् र यसले गर्दा देशको अर्थतन्त्र नै चलमान हुन्छ। अब महत्त्वपूर्ण कुरा, धेरैलाई यो जिज्ञासा लाग्न सक्छ, शेयरबाट कसरी कमाइ हुन्छ त? शेयर मार्केटमा लगानी गरेको तपाईँ सुन्नुहुन्छ, तपाईँ ठुल्ठुलो व्यक्तिको कुरा सुन्नुहुन्छ, तर शेयर मार्केटबाट कसरी चाहिँ कमाइ हुन्छ यो कुरा पनि म विस्तृत रूपमा राख्न चाहे। सबैभन्दा पहिलो त क्यापिटल गेन अथवा शेयरको मूल्य बढेर। मार्केटमा डिमान्ड एन्ड सप्लाईले गर्दाखेरि जुन स्टकको, जुन शेयरको प्राइस बढ्छ, डिमान्ड धेरै हुन्छ। अब तपाईले सस्तोमा शेयर किनेर महँगोमा बेच्दाखेरि तपाईलाई के हुन्छ? फाइदा हुन्छ। एउटा त तपाईको क्यापिटल गेन भनेर भनिन्छ र दोस्रो लाभांश, डिभिडेन्ड। अब कम्पनी प्रॉफिटमा गयो, कम्पनीले राम्रो इन्कम गरिरहेछ र अब तपाईको लगानीबाट जुन प्राप्त उसको अर्निङ हो, अब कम्पनीले तपाईलाई लाभांश, डिभिडेन्ड दिन्छ भने यो तपाईको अर्को कमाइ हो। अब नेपालमा शेयर मार्केट कसले सञ्चालन गरेको छ भन्दाखेरिमा नेपालको शेयर मार्केटलाई नेपाल स्टक एक्सचेन्ज नेप्सी भनिन्छ। त्यसैगरी अब त यी सामान्य कुराहरू बुझ्नुभयो। अब अर्को रोचक कुरा सुनाउँदैछु। अब तपाईहरू यदि लगानी गर्नुहुन्छ तर जत्तिकै यसमा कमाइ हुने सम्भावना छ त्यत्तिकै नोक्सान हुने सम्भावना पनि छ। शेयर बजार जोखिमको क्षेत्र हो। शेयर बजारमा तपाईले लगानी गर्दाखेरि धेरै कुराहरू सिक्नुपर्ने हुन्छ। तपाईको फन्डामेन्टल, टेक्निकलदेखि लिएर ओभरअल मार्केट सेन्टिमेन्ट पनि तपाईले बुझ्नुपर्ने हुन्छ। शेयर बजार उतार चढावको बजार हो। यसमा तपाईले तपाईको रिस्क लिने क्षमता के हो त्यो बुझेर मात्रै लगानी गर्नु हुन म अनुरोध गर्दछु। र यस्तै भिडियोहरूको लागि यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र धेरैभन्दा धेरैलाई शेयर गर्नु होला, किनभने यी सामान्य कुराहरू पनि बुझ्यो भने पक्कै पनि फाइनान्सियल वित्तीय साक्षरता पुग्न सक्छ। धेरैलाई अझै पनि थाहा छैन शेयर मार्केट के हो, शेयर मार्केटले कसरी काम गर्छ भन्ने कुरामा आज मैले यी कुराहरू राखेँ र यस्तै कुराहरूको लागि, यस्तै ज्ञानमूलक भिडियोहरूको लागि यो च्यानललाई सब्स्क्राइब गरिदिनु हुन अनुरोध गरे र
यी कुराहरू राख्दै म यो भिडियो राख्दै बिदा हुन्छु। नमस्कार।